हामी चाहिँ यहाँ कोलम्बसमा एउटा ब्युटिफुल ठाउँ रहेछ। अनि म र मेरो श्रीमान चाहिँ हाम्रो नानीलाई लिएर पहिलोपटक आउटडोर ठाउँमा गएको थियौँ। यो चाहिँ यस्तो रहेको छ। अनि त्यहाँनिर चाहिँ धेरै कलर्सहरू लाइट्सहरू रहेछ। मेरो नानीले चाहिँ भर्खर लाइटहरू देख्न हेर्न अनि त्यसलाई छुट्याउन थालेको थियो। अनि यति दामी रहेछ। मेरो नानी चाहिँ एक्चुअली खासमा यो अलिक यङ भयो। अलिक ठुलो भएको भए चाहिँ धेरै बेरसम्म बस्न पाउने, धेरै बेरसम्म मजा लाइक अल डे खेलाउँदा नि हुँदो रहेछ एकखेप टिकट काटेपछि होइन। अनि यति रमाइलो भयो। हामी चाहिँ 1 घन्टा जति बस्यौँ अनि यस्तो रमाइलो भयो कि लाइक हुन्छ नि इन्जोय रिल्याक्स गऱ्यौँ। अलिक क्राउडेड चाहिँ हुँदो रहेछ। अनि त्यहाँभित्र पसेपछि चाहिँ फेरि त्यो एउटा कोठादेखि अर्को कोठा अर्को कोठादेखि अर्को कोठा भनेर हराइँदो पनि रहेछ होइन। तर तपाईँ बिस्तारै रिल्याक्स गरेर यो ठाउँमा गइन उता गइन भन्दै हेर्नुभयो भने चाहिँ सबै तपाईँले त्यहाँनिर एक्सपिरियन्सहरू चाहिँ गर्न सक्नुहुनेछ। अनि लाइक अल काइन्ड अफ फनहरू थियो त्यहाँनिर। लाइक सबै थोक गर्दा हुन्छ। मैले त त्यति भिडियो बनाउनु पनि अलिक सरम लाग्यो होइन। अनि फेरि नानी पनि थियो अनि अलिअलि गर्दै मैले ट्राई गरेर बनाउने कोसिसहरू चाहिँ गरेँ। अनि अल काइन्ड अफ फन थियो। तपाईँहरू यदि कोलम्बसमा हुनुहुन्छ अनि यस्तै खालको फन ठाउँ नानीहरूलाई खोज्दै हुनुहुन्छ नि विशेष गरी चाहिँ 3 वर्षदेखि उँभोको नानीहरूलाई लिएर जानुभयो भने चाहिँ एकदम धेरै फन। त्यो भित्र जे तिनीहरूले बनाएर राखेको ठाउँहरू त्यो देख्दाखेरि चाहिँ मलाई चाहिँ अचम्म लाग्यो। अरे कोलम्बस पनि यस्तो रहेछ, यति फन हुँदो रहेछ भनेर। अनि यहाँ हेर्नु हामीले चाहिँ हाम्रो नानी चाहिँ अब खेल्दैन। हामीले चाहिँ बोक्नुपर्ने अवस्थाहरू आएको थियो। अनि सबै लाइक उसलाई चाहिँ बोकेर नै डुलाइरहेको थियौँ। अनि फेरि नानीलाई चाहिँ हाम्रो नानी चाहिँ अब टु यङ भयो नि त भुइँमा राख्नु पनि मिलेन क्या। भुइँमा उसले खेलाउँथ्यो होला, के गर्ने थियो होला, लाइटहरू छुन्थ्यो होला। तर हाम्रो नानी चाहिँ साह्रो सानो यतिखेर मैले लाँदाखेरि चाहिँ हाम्रो नानी भुइँमा बस्दैन पनि थियो क्या। बोकेर नै उसलाई हामीले धेरै जस्तो घुमायौँ। अनि हेर्नुहोस् न कति राम्रो ठाउँहरू छ। मेरो श्रीमान चाहिँ क्यामेरामा अलिकति शर्माउँछन् तर पनि हेर्नु है साथीहरू के अरे यस्तै छ पारा होइन। उसले नानी धेरै बोकेँ नि त किनभने मलाई अलिक गाह्रो भइरहेको थियो। अनि उसकै मात्रै भिडियोमा देख्नुहुन्छ होला है तपाईँहरूले। यो जति पनि तपाईँहरूले भिडियोमा हेर्दै हुनुहुन्छ नि यो चाहिँ इच सेक्सनतिर है। लाइक एउटा कोठामा अर्कै, एउटा कोठामा अर्कै, अर्को कोठामा अर्कै लाइक खेलाउने, खेल्ने, चढ्ने, बस्ने हुन्छ नि। हरेक प्रकारकोहरू थियो। यो देख्दा चाहिँ मलाई क्या फनी लागेको थियो कि अलिक नजिक मैले भिडियो गरेको छु होइन। अनि यो चाहिँ भित्तामा वाल अनि कस्तो राम्रो कलरहरू आफूले छुँदाखेरि के बनिने अरे थियो। मैले पनि गएर बुढालाई टाइलर हेर न म पनि गएर छुन्छु इट्स सो फन केटाकेटी नानी जस्तो गरिरहेको थिएँ सो फन। Let him to catch. अनि मैले चाहिँ लु तिमी पनि गर किनभने तिम्रो पनि मेमोरिज हुन्छ भनेर नानीलाई छुनु लगाएर थियो। उसले कस्तो खुसी भइरहेको थियो मेरो नानी चाहिँ हेर्नु न त्यहाँ। तर एभ्रिथिङ उसले छुन्छ मुखमा हात हालिहाल्छ नि। त्यही भएर मलाई कस्तो डर लागिरहेको थियो क्या नानीलाई चाहिँ त्यहाँ लगाउनुको लागि, नानीलाई छुनु दिनुको लागि चाहिँ। कति धेरै मान्छेहरू आउने छुने नानीहरूले गर्ने भइरहेको थियो नि त। अनि त्यही भएर मैले चाहिँ नानीलाई चाहिँ त्यति साह्रो छुनु दिइनँ। कस्तो क्युट फन कुराहरू नि थियो।
हेर्नु त त्यो खै केले बनाएको हो नि तर कस्तो मलाई मेरो नानीले चाहिँ इन्जोय गरिरहेको छ। साथीहरू म चाहिँ भ्लगिङमा नयाँ हो कि अझै के बनाउनु कसरी बोल्नु अनि यो चाहिँ डिस्को जस्तै ठाउँ पनि थियो के बनाउनु कसो गर्नु भनेर चाहिँ मलाई चाहिँ थाहै भएन। यो चाहिँ मेरो पहिलो काइन्ड अफ फुल ट्रिपको भ्लग जस्तै हो अनि के सजेसनहरू छन् भन्नु ल सिकाउनु ल मलाई किनभने अहिले पनि मेरो नानी सुतेको बेला यहाँनिर भोइस ओभर गरिरहेको छु कि कस्तो लागेको हुन्छ नि खुलेर बोलेको जस्तो नि सुनिरहेको छैन होला है। अनि त आउने दिनहरूमा चाहिँ अझै म राम्रो बनाउने कोसिस गर्छु अनि भ्लग मात्रै होइन तर धेरै फन कुराहरू परमेश्वरको वचन उत्साह होइन लाइफको एक्सपिरियन्स अनि यो चाहिँ साथीहरू यो हेर्नु न यो चाहिँ फर्स्टमै टाइलरले मलाई देखाएँ क्या हो त यहाँ चाहिँ कस्तो राम्रो छ फन छ भन्दै भने कि अनि मैले चाहिँ यो फेरि सिकागो मान्छेहरूले गरेको देखेको थिएँ अनि त्यहाँदेखि फर्स्टमा उसको गरिदिएँ सेकेन्डमा चाहिँ ल म फेरि फर्केर गर्छु भनेर मैले त्यहाँ गरिरहेको छु तपाईँले देख्नुभयो पनि होला। अनि चारैतिर उयो के भन्छ सिसा थियो नि त मेरो टाउकोहरू ठोक्केर हेर्नु न म त डबल जान्दै यस्तो खेलाउँदै के गरिरहेको थिएँ किन कस्तो मजा आइरहेको थियो क्या अनि टाइलर हेर न म पनि नानीसँग गर्छु भनेर फेरि नानी बोकेर पनि मैले गरिरहेको छु केटाकेटीहरू जस्तो मलाई कस्तो सरम लागिरहेको थियो तर पनि मैले गरेँ। आई डोन्ट नो यो नर्मल भ्लगरहरूले चाहिँ कसरी बोलेर अनि कसरी सबै कुरा एक्सपिरियन्स सबै कुरा ठ्याक गरेको यार मलाई त कस्तो सरम लागेको। अनि यो पनि कस्तो दामी ठाउँ थियो एउटा मुनि बस्ने चाहिँ अनि यता फेरि अर्कै दुनियाँ थियो। आई डोन्ट नो मैले त बयान गर्न पनि सकिनँ होला साथीहरू होइन। तपाईँहरूलाई चाहिँ नानीहरू लिएर जानु मन छ नि मेरो जस्तो सानो नानी लिएर जानुभयो भने चाहिँ त्यति फन हुँदैन होइन नानी बोकेर तपाईँ गल्नुहुन्छ तर 2-3 वर्षको नानीहरू छ छुने खेल्ने उफ्रिने टच गर्ने हो त्यस्तोहरू छ भने चाहिँ एकदमै धेरै फन हुन्छ एकदमै धेरै मजा हुने रहेछ लाइक अल डे लगेर चाहिँ त्यहाँनिर छोडेर आफू छेउमा बसिरह्यो भने चाहिँ मजा हुँदो रहेछ। को मान्छेहरू त मैले त्यहाँनिर गएर एक ठाउँ बसिरहेको पनि देखिरहेको थिएँ। हेर्नु न त्यहाँ मैले नानीलाई भुइँमा नि राखेर लु छुवा लु हेर किनभने सबै त्यो चाहिँ सबैतिर उयो थियो क्या लाइक के भन्छ ग्लासै ग्लास थियो अनि मैले ल गर भनिरहेको थिएँ। तपाईँहरूलाई चाहिँ लाइटहरूबाट आँखा क्या हो लाइट अनि त्यो झिलिकमिलिक के गर्दाखेरि आँखा दुख्छ भने चाहिँ नजानै ठिक होला है किनभने आँखा दुख्दो रहेछ हौ कस्तो लाइक लाइटहरूले पनि किनभने एभ्रिथिङ चाहिँ लाइट हो। यो ठाउँको नाम चाहिँ के हो एक्ज्याक्टली मैले बिर्सेँ कि भिडियो बनाउँदै गर्दाखेरि तर म चाहिँ अहिले मेरो श्रीमान उठेपछि यो ठाउँको नाम के हो भनेर सोध्छु होइन अनि म अहिले डिस्क्रिप्सनमा राखिदिन्छु ल एक्ज्याक्टली मलाई के हो थाहा भएन बिर्सेँ। अनि एकजनाको चाहिँ 30 रुपियाँ टिकट लाग्छ 32 हो कि 34 टिकट लाग्छ है डलर। सो 2 वर्षदेखि मुनिकोलाई टिकट लाग्दैन 2 वर्षदेखि माथिकोलाई चाहिँ $30 लाग्छ होइन साथीहरू। सो लाइक इन्जोय गर्ने मान्छेलाई चाहिँ लानु इन्जोय गर्ने खालको छैन भने चाहिँ तपाईँको $34 चाहिँ वेस्ट होला है साथीहरू। अनि कस्तो स्क्यारी ठाउँहरू पनि थियो लाइक कुन ठाउँ त म पसिनँ नि नानी लिएर होइन तर कुन ठाउँ चाहिँ क्या दामी थियो।